आज म तपाईहरुलाई यो 7x7 र 6x6 मा ई र एफ कसरी बनाउने भनेर सिकाउँछु है त गाइज। हेलो गाइज, आज म तपाईहरुलाई यो 6x6 र 7x7 रुबिक्स क्युब मा ई र एफ कसरी बनाउने भनेर सिकाउन गइरहेको छु। कस्तो लाग्छ मेरो भिडियो अन्तिमसम्म हेरी कमेन्ट गरिदिनु होला है त गाइज। आज म तपाईहरुलाई यसमा ई बनाउनलाई सबभन्दा पहिला हामी यो 7x7 को पुरा सल्भ भएको क्युब ल्याउँछ त। अब हामी ई बनाउँछ त। ई भने कस्तो हुन्छ, यस्तो हुन्छ नि गाइज। अब हामी यस्तो बनाउँछ है त। यस्तो बनाउनलाई हामी सबभन्दा पहिला यसरी लिन्छौं, यो डाउन गर्छु यसरी हैन त, सबै समात्छौं, यो अप गर्छु हैन त। फेरि यो यसरी लिन्छौं, सबै समात्छौं, यसरी डाउन गर्छु अनि दुईटालाई अप गर्छु हैन त गाइज। यस्तो भयो त। अघि हाम्रो यो यता गरेको थियो नि, यो डाउन गर्छ पहिला, हेर्नुस् त, यो डाउन गरी अनि त्यहाँदेखि यो अप गरी हैन त, यो भयो। अब फेरि यो मैले डाउन गरी यो अप गरी हैन त, यस्तो हुनु पर्यो पहिला हाम्रो ई बनाउनको लागि है त। अब ई हामी यहाँ बनाउँछ त गाइस, यहाँ र यहाँ हैन त, 1 2 3टा धर्का छ हैन त। 3टा धर्का छ, हामी के गर्छौं, पहिले यो यसलाई डाउन गर्छु यसरी, यसलाई डाउन गर्छु, यसलाई अप गर्छु हैन त। फेरि यसलाई डाउन गर्छु, यसलाई अप गर्छु हैन त गाइस, भयो हैन त। अब हामी के गर्छौं भन्दाखेरि यो तल झार्छौं, यो डाउन गर्छु हैन त, यसलाई अप गर्छौं यसरी हैन त। अब यति भयो नि त। यसलाई फेरि अब हामी डाउन गर्छु, यसलाई अप गर्छु, यसलाई डाउन गर्छु, यसलाई अप गर्छु हैन त। यस्तो भयो त हाम्रो। फेरि यसलाई डाउन गर्छु, अप गर्छु, डाउन अप मात्र भइरहेको छ हाम्रो हैन त गाइस। अब हामी के गर्छौं, अब यहाँ ल्याउनु पर्यो नि त्यस्तो हैन। यसरी लिन्छौं, फेरि डाउन गर्छु, अप गर्छु, फेरि यसलाई डाउन गर्छु, यसलाई अप गर्छु, फेरि यसरी लिन्छु, फेरि डाउन गर्छु, अप गर्छु हैन त। यहाँ ई भइसक्यो नि त लगभग। अब यसलाई डाउन गर्छु, अप गर्छु, डाउन अप मात्र छ है त। अब हामी एउटा लास्टमा चाहिँ यहाँ र यहाँ ल्याउन के गर्छु, यसरी समात्छौं, डाउन गर्छु, अप गर्छु, फेरि यो डाउन गर्छु, अप गर्छु हैन त। अब यो फेरि डाउन गर्छु, अप गर्छु हैन त। यस्तो भयो त गाइस हेर्नु। अब यसलाई फेरि हामी के गर्छौं भन्दाखेरि डाउन गर्छु, अप गर्छु, फेरि यसलाई डाउन गर्छु, अप गर्छु, यहाँ त ई भयो त गाइस। अब हामी यता समात्छौं अनि के गर्छौं भन्दाखेरि यो डाउन गर्छु, अप गर्छु ल हैन त गाइस। मेरो जतासुकै ई भइसकेको छ है। यहाँ पनि छ, यहाँ पनि छ, यहाँ उल्टो भएको छ है त गाइस। यता पनि उल्टो, यता पनि उल्टो, यहाँ भएको छ, यता भएको छ, यता भएको छ, तर जतासुकै भएको छ, तर कतै उल्टो कतै सुल्टो भएको छ है त गाइस। हैन त। मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला त गाइस। यस्तो भिडियो हेर्नको लागि सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नु होला र कस्तो लाग्छ कमेन्ट गर्नु होला है त गाइस। यो भयो त मेरो ई भयो त गाइस। अब यसमा म यो 6x6 मा एफ बनाउँछु। एफ भने कस्तो हुन्छ भन्दाखेरि एफ चाहिँ यस्तो यता अनि यता हुन्छ नि गाइस। अब त्यस्तो कसरी बनाउँ भन्दाखेरि पहिला हामी यसो लिन्छौं, यसलाई डाउन गर्छु हैन त, यो डाउन अनि यसो गरेपछि यो अप, डाउन अप मात्र भइरहेको छ। यो पनि डाउन, यो पनि अप हैन त, यो पनि डाउन, यो पनि अप हैन त। अब यो पनि डाउन अप, यस्तो गर्नु पर्यो नि त पहिला। तपाईहरुले गर्नु डाउन अप मात्र हो। जहिले पनि यताबाट आएपछि यतै अप गर्ने हो, जता डाउन गर्छु त्यतै अप गर्ने हो के हैन त गाइस। अब यहाँ हामी यो ल्याउँछौं, यो पिस यता ल्याउँछौं, डाउन गर्यौं, यसलाई अप गरे त। अनि यो पिस हामी यसरी डाउन गर्छौं अनि यसरी अप गर्छौं हैन त। यसरी डाउन अप, यता नि डाउन अप ल हैन त गाइस। यस्तो भयो त। अब पनि यहाँ चाहिँ हैन त एफ लाई यहाँ एउटा ल्याउनु पर्यो। यहाँ ल्याउन लागि हामी कति पिस समात्यौं भनेर याद गर्नु पर्यो, डाउन अप मात्र है त। हामी यो 3टा पिससम्म चाहिँ डाउन गर्छौं, 4वटा पिससम्म चाहिँ अप गर्छौं हैन त। फेरि हामी यहाँ 2टा पिससम्म चाहिँ डाउन गर्छौं अनि यो अरु 4वटा पिस मात्र अप गर्छौं के हैन त। अब यो हामी 2टा पिस डाउन गर्छौं अनि 3टा पिस अप गर्छौं ल हैन त। यहाँ पनि एफ भयो त गाइस। अब यतापट्टि डाउन अप हैन त, यहाँ पनि एफ, यहाँ पनि एफ, यता पनि एफ, तीनतिर एफ भएको छ, यता पनि हुनाले भएको छ, उल्टो भएको छ है त गाइस हैन त। यो तीनतिर चाहिँ एफ भएको छ है त गाइस। मेरो भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला त गाइस। सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नु र सँगै रहेको बेल आइकन बजाउनु होला गाइस हैन त। यसमा एफ भएको छ र यो भन्दा अर्को भिडियोमा तपाईहरुलाई अर्को लेटर कसरी बनाउने भनेर सिकाउँछु। सब्स्क्राइब गर्नुभएको छैन सब्स्क्राइब गर्नु होला है त गाइस, र सँगै रहेको बेल आइकन बजाउनु होला हैन त। यसमा एफ भइसकेको छ, यसमा ई भइसकेको छ। यो भन्दा अघिल्लो भिडियोमा मैले तपाईहरुलाई सी र डी पनि बनाएको छु, त्यो पनि गएर हेर्नु होला। यो त्यो भन्दा अघिल्लो भिडियोमा मैले ए र बी पनि बनाएको छु, त्यो पनि गएर हेर्नु होला, हेर्नु भएको छैन होला गाइस। तपाईहरुलाई यस्तै लेटर के लेख्नु मन छ भने कमेन्ट गर्नु होला, म त्यसको पनि भिडियो बनाउँछु कसरी बनाउने भनेर डिटेलमा बनाइदिन्छु है त गाइस। मेरो भिडियो अन्तिमसम्म हेरिदिएकोमा
धन्यवाद।